सम्मानीय सभामुख महोदय, भूमि सम्बन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयकमा सैद्धान्तिक छलफलमा कुरा गर्दाखेरि यो बालुवाटार भूमाफियाको महाकाण्ड उजागर गर्ने नेपाल सरकारको पूर्व सचिव त्रिताल सरले 3 दिन अगाडि एउटा स्टेटस लेख्नु भएको छ। त्यहाँबाट सुरु गर्न चाहन्छु। तस्कर, भूमाफिया, बिचौलिया, डन आदिका सरदारहरूको हातमा शासन सत्ता रहेपछि जल, जमिन, जङ्गल र जलस्रोत सबैको दोहन हुने नै रहेछ। लाजै पचेपछि के नै हुने रहेछ। यो उहाँको सिद्धान्त यहाँ म प्रस्तुत गर्न चाहन्छु। जुन तरिकाले अध्यादेश आयो, अध्यादेशमा परिमार्जन चाहियो भन्यो, तर त्यही ठ्याक्कै त्यही कुरा विधेयकको रूपमा ल्यायो। अब प्रपञ्च के चलिरहेको छ, यो फुल हाउसबाट फास्ट ट्र्याकबाट पास गर्ने, त्यो भनेको समितिमा गएर गहन रूपमा दफावार छलफल नगर्ने, त्यो भनेको धेरैजना सांसदहरूको आँखा छल्ने, यो चाहिँ नि नगरियोस्, नहोस्। त्यो प्रपञ्च रचिएको धेरै कुरा सुनिएको छ, यो नहोस् भन्ने म कामना गर्न चाहन्छु। त्यसपछि दोस्रो, हामीले भूमि सम्बन्धी व्यवस्था गर्दाखेरि एउटा आम नागरिकले काठमाडौँको अथवा शहरी क्षेत्र जुनसुकै क्षेत्रको पनि यो धेरैजना विज्ञले भनिसकेको हो, तथ्य प्रमाणसहित भनिसकेको हो, यो अत्याधिक मात्रामा मौद्रिकीकरण, जग्गाको अत्याधिक मात्रामा मौद्रीकरण भयो कि कुनै आम नागरिकले म कुनै दिन मेरो घडेरी हुन्छ शहरी क्षेत्रमा भनेर कल्पना पनि गर्न नसक्ने अवस्थामा आएको छ। त्यो अवस्थामा आउँदै गर्दाखेरि कोही मान्छे जिन्दगीभर काम गर्ने तर केही अफोर्ड गर्न नसक्ने, अथवा कसैको यो भिर पाखामा एक टुक्रा जमिन छ, अस्ति हिमताल फुटेर पनि कतिवटा गयो, यो हाम्रो क्लाइमेट चेन्जको सगरमाथा संवाद चल्दै गर्दाखेरि हामी सबैलाई त थाहा छ त, हामी यो क्लाइमेट चेन्जको यो पर्यावरण सम्बन्धी यो जुन कारणले गर्दाखेरि हामी जोखिममा छौँ भन्छ, त्यो पनि हो भन्दै गर्ने र त्यो व्यक्तिलाई चाहिँ नि तिम्रो यो त्यो पहाडको भिरमा एक टुक्रा जग्गा छ र उसको जग्गा छैन भनेर त्यसरी हामीले काम गर्दै गर्दाखेरि कोही मान्छे कसरी प्रोत्साहित हुन्छ, म मेहनत गर्छु र त्यो मेहनत गरेर म एउटा घडेरी जगेर्ना गर्छु भनेर, त्यो कन्सेप्टबाट यो विधेयक आएको छैन। अनुहार देखाउँदाखेरि जहिले पनि सीमाङ्कित वर्गको अनुहार देखाइन्छ, यो त हामीले सदनमा पनि देखेको छ। हार्ने ठाउँमा जनजाति दलित समुदाय पठाइन्छ, जुन ठाउँमा जितिन्छ अर्को समुदाय पठाइन्छ भनेपछि देखाउँदाखेरि अनुहार देखाउँदाखेरि दलित भूमिहीनहरूको अनुहार देखाएर, तर पछाडिपट्टि एकदमै फाइदा लिने चाहिँ जहिले पनि यो एक्सट्रिम कमर्सियलाइजेसन अफ ल्यान्डबाट जसले बेनिफिट लिन्छ अल्टिमेटली उहाँहरूकै हातमा गएको देखिन्छ। शङ्का गर्ने प्रशस्त ठाउँ छ। अघि सांसद मनिषजीले धेरै उदाहरण दिइसके, म मेरो उदाहरण दिन्छु। टियुको जग्गामा सांसदज्यूहरूको ठुला बडा नेताहरूको राज चलिरहेको छ। विश्वविद्यालयको जग्गामा त्यो प्रतिवेदन लुकाइन्छ किनभने त्यसमा भूमाफियाहरूले टियुको जग्गामा आफ्नो मनोमानी गरिरहेको छ हैन। त्यसकारण यो शङ्का गर्ने धेरै प्रशस्त ठाउँ छ। त्यसकारण यो विधेयक जुन तरिकाले आछ, म फेरि त्रिताल सरको स्टेटस पुनस्मरण गराउन चाहन्छु। त्यसपछि हामीले यो विधेयकमा छलफल गर्दाखेरि एकदम सोच्नुपर्ने कुरा, मनन गर्नुपर्ने कुरा, कोही मान्छे कसरी भूमिहीन हुन्छ। एउटा हिस्टोरिकल एक्जाम्पल हामीसँग छ हैन। हाम्रो देशमा यो एक्सट्रिम मार्जिनलाइजेसनका कारण सर्टेन समुदायलाई कहिले पनि जग्गा दिँदै दिएन। त्यो समुदायलाई हामीले अहिलेसम्म के गरेका छौँ, अहिलेसम्मको व्यवस्थाले कति टेक केयर गरेका छौँ, के कारणले उहाँहरूको टेक केयर गर्न सकिएको छैन र अहिलेसम्मको यो कतिवटा हामीलाई आउँछ, यो मान्यज्यू उठाइदिनु पर्यो भनेर यो नेपाल सरकारले राष्ट्र निकुञ्ज बनाउनको लागि जग्गा सट्टापट्टा गर्दा एकै परिवारका कतिजनाले कतिपटक जग्गा पाए र सरकारको पाउमा र नजरमा नपरेकाहरू अझ पनि त्यो अदालतको हेर मसँग यो छ, मलाई यो जग्गा दिलाइदिन, तपाईँले सहयोग गर्नु पर्यो भनेर अहिलेसम्म हिँडिरहेका छन्। त्यो कार्यान्वयन गर्न त केही गाह्रो छैन, तर जुन तरिकाले यो ल्याइएको छ, सुकुम्बासी कुनै समुदायको जीवनभरको पहिचान हुँदैन, हुनु पर्दैन। एकतर्फ दलहरूले नै सुकुम्बाजी बन्न प्रोत्साहन गरेका छन् र अर्कोतर्फ बाध्य पनि बनाएका छन्। वीरगञ्जदेखि काठमाडौँको यात्रामा यतिजना समुदाय भेटे, उहाँले यो फलानो मान्यज्यूलाई गएर भनिदिनु, उहाँले हामीलाई यस्तो भनेका थिए, हामीलाई लाल पूर्जा दिलाइदिन्छु भनेका थिए भनेर कति भने मलाई।
अहिलेसम्म हामीले कुन कानुनले चाहिँ नि छेक्या रहेछ अहिलेसम्म हाम्रो अभिलेख पनि छैन। बजेटमा पनि मैले संशोधन राखेको थिएँ, यो कानुनको खोस्टामा लेख्दैमा केही हुँदैन, हाम्रो डिजिटल अभिलेख छैन। त्यो डिजिटल अभिलेख बनाउनलाई त नयाँ कानुन चाहिँदैन, डिजिटल अभिलेख पहिला बनाउनु पर्यो, तर त्यसको लागि बजेट नै छुट्याइँदैन। भनेपछि यो अध्यादेशको राउटबाट फेल भएको विधेयकले कसलाई चाहिँ फाइदा पुर्याउँछ? जब फाउन्डेसनमा काम गरेन, गजुरमा मात्र काम गरिन्छ, शङ्का गर्ने प्रशस्त आधार हुन्छ। धन्यवाद।